Hello everybody, welcome back to my channel. आज भिडियो म सबैजना स्वागत छ। अनि चाहिँ यस्तो घटना भएको छ। आज चाहिँ तल घटना घटेको गरे ट्र्याक्टरले हानेको एउटा सानो 10 वर्षको नानी मारेको छ गरे। 13-14 वर्ष। नै 10 वर्षको मान्छे मारे गरे। 11 गरे ती जादै छम। टक्क गएर हामी तल जादै छम हैन। तल चाहिँ उही मान्छे फेरि हान्के तल। बिचारो यार रमेश अंकल क्या तो पण नगर हुँदैन ट्र्याक्टरमा ध्यान गर्नु ओ पाँच वालामा दिन्छ सबले
तुलसीपुर गाउँ है। अनि यो टोलको नाम त थाहा भएको छैन, तर अब भर्खरको हामीले पनि सूचना पाएको 3 गाडीले हाल्यो भनेर, त्यही भएर हामी आएको छौँ। यति बेला 11 वर्षको एउटा मम्मी चाहिँ विदेश हुनुहुन्छ अरे, बाबा चाहिँ इन्डिया हुनुहुन्छ अरे, घरको एक्लै छोरी हो अरे, भर्खर 11 वर्षको बिचारी आत्मा शान्ति पाओस् त्यही भनिदिन्छु मैले है। बिचारी भर्खरको खाउ लाउमा उमेरमा हानिदिएको छ ट्र्याक्टरले, के गर्नु अब घर गएपछि यस्तो हुन्छ गाइस है। अब त्यही भएर हामी चाहिँ अगाडि गएर गर्छौँ। गर्नु गाई यस्तो छ है। अब हजुर पनि गान गर्न आफ्नो बच्चाहरूलाई गान गर्न सबैलाई भन्छु है। अस्तिले मन यहाँतिर घटना भएको थियो माथि बस्सर्क, यो चाहिँ सिधै पुलको तलबाई घटना भएको है। पुल तल खोलाको साइडमा पानी खोलाको पुल साइडमा गएको बारी होइन गाई यस्तो भइरहेको भक्करको नानी के भर्खरको 11 वर्ष खाउ लाउ मेरो आन्दोलन के छ होइन। बिटारी नानी होइन के भएको होला कि यस्तो नहुने हो भइसक्यो, के गरौँ है। आन्दोलन गर होइन मजा कुकुर लिएर खतरा होला होइन। टायर अलि बसिएको खै अब हेरौँ है। तर बिचारी है घरको एक्लै छोरी रहेछ बिचारी। पुलिस बढी बोल्यो नि त, पुलिस बढी बोलेको नि।
गाई छोड्न विचार हो कस्तो गरम अब है पहिला पनि यति मान्छे मारेको थियो है आन्दोलन थियो अनि विचारी नानी आत्मशान्ति दिवस विचारी मेरो पनि बहिनी छ है तर मेरो जस्तो बहिनी यस्तो माया गर्छु सबलाई तर त्यो पनि अब सबैजना ख्याल गर्नुहोस् मेरो पनि बहिनी छ दुईटा ख्याल गर्नुपर्छ लास्ट केयर गर्छु तर अब केयर गरेर आफ्नो अब भाग्य हो है विचार यस्तो केयर गर्नुपर्छ सबलाई केयर गर्नुपर्छ है आफ्नो बहिनी नभए पनि सबलाई केयर गर्नुपर्छ क्या सासमा हुन्छ होला अब गाइस भोलि पनि आउँछ भिडियो हेरिदिनु होला सबले ल गाइस बिदा माग्नु पर्यो है भिडियोबाट कति कक्षामा पढ्ने बहिनी हो न बाबु कति कक्षामा पढ्ने बहिनी हो 3 कक्षामा
मलाई ठोकेर हुन्छ भिडियोवाला आउनु र उहाँले चाहिँ सब यो सञ्चालन गर्ने नै उहाँ आउनुहुन्छ सब अब आन्दोलन चाहिँ सब भइसक्यो अब भोलि बिहान फेरि जाने भनेका छन् के हुन्छ भोलि बिहान होइन भर्खर कि 11 वर्षको क्या नानी कस्तो भइदिइराख्यो अब चाहिँ अब भोलि बिहान चाहिँ भेटौँला होइन आजको भिडियो राम्रो लाग्यो भने होइन स्याड भिडियो घटनाको भिडियो होइन हुन्छ अब घटना अब